माननीय सदस्य माधव सापकोटा। सम्माननीय सभामुख महोदय, आगामी चैत्र 5 गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। आज देशैभर उक्त निर्वाचनका लागि मनोनयन दर्ता क्रम जारी छ। यस्ता निर्वाचनले राजनीतिमा नयाँ पुस्ताको नेतृत्व तयार गर्ने अवसर सृजना गर्दछ। क्याम्पसहरू लोकतान्त्रिक अभ्यासको पहिलो पाठशालाहरू समेत हुन् र यसले उनीहरूलाई नेतृत्व क्षमता, सङ्गठनात्मक सिप र जिम्मेवारीको भावना सिकाउने अवसर समेत प्रदान गर्दछ। निर्वाचन निष्पक्ष, स्वतन्त्र भएर र सरकारको छाया नपरिकन निष्पक्ष ढङ्गले प्रतिस्पर्धा गर्ने वातावरण बनोस्। टियुले कार्यविधि पटक पटक बदल्ने र आचार संहिता कार्यान्वयनमा केही प्रश्नहरू उठिराखेका छन्, त्यसैले म सम्बन्धित पक्षको यस दिशातर्फ ध्यान आकर्षण गराउन चाहन्छु। र भर्खरै सिन्धुपाल्चोक, रुकुम, धादिङ लगायतका केही क्याम्पसहरूमा अखिल क्रान्तिकारीको नेतृत्वमा सर्वसहमत रूपमा अध्यक्ष लगायतका पदहरू छनौट भएका छन्। निर्वाचित भएका सबै अध्यक्ष लगायतका पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।